आज मिति 2082 वैशाख महिनाको 26 गते। अब म सधैँ जस्तो सुत्ने कोठाबाट जाने काम गर्नको लागि हिँड्न लागे साथी हो। अब 6 बज्यो। किन भन्दाखेरि हाम्रो यो दैनिक जस्तै यो देशको लागि समाजको लागि एउटा आफूले गर्न सकेको अब कसैले त अब सक्नुहुन्न। उहाँहरूको भाग काम गर्नको लागि यो जीवनमा अलिअलि सहयोग गरौँ साथी हो भन्दै अब आजको भिडियो म काम गर्ने ठाउँसम्म देखाउने छु। यतातिरको कामहरू यतातिर त अब मौसम एकदम सफा छ साथी हो। एकदम चिसो हावा छ। यो अब हामी यतातिर लागौँ। अब तपाईहरुलाई म काम गर्ने ठाउँतिर देखाइदिन्छु। यो चाहिँ अब कुटी बन्दैछ। यहाँ एउटा ध्यान कुटी बनाउँदैछ है साथी हो। यस्तै हो बाटोघाटो भनेको। यो रोबेको यो भुत्ताङदुङ्गो सल्लाहहरू गोप्रे सल्लाह हो यो। यहाँतिर शीतल छ, राम्रो छ, आनन्द। कसैको केही भन्नु पनि छैन, सुन्नु पनि छैन। बस जङ्गलमा काम गर्यो, बस्यो। अब यो यस्तै सानोतिनो कामहरू बन्दैछ साथी हो। यो 2062 सालदेखि सुरु गरेको। यहाँ एउटा चट्टा कुटी थियो। यो पनि 2072 सालको भूकम्पले पचक पुचुक फुटालिदियो। यो हेर सबै भत्काइदिएको। यो चाहिँ गोरुहरूलाई बस्ने बचेर कुटी हो। यस गोप्रे सल्लाहहरू रोपेर पनि धेरै वर्ष भइसक्यो। 20 वर्ष भयो भने 22 वर्षै भयो भने पनि हुन्छ। यो सुरुमै रोपेको हो, ठुलो ठुलो हुँदैछ साथी हो। यही हो हाम्रो यो यो सबै उत्तिसको रुखहरू रोपेको। यस्तो छ रुखहरू पनि अलिअलि कहिले कहिले चाहिन्छ फलेकोहरू यहाँ भनेर रोपेको। यस्तै हो। यो
जमलदरचे दुखङ योग आश्रम गुम्बा भन्दैछ। पहिले 25 लाख पाइदियो, अहिले 15 लाख पाएको छ। त्यसैले अब सित्ताउन पर्नेछ यसपालि है साथी हो। जम्मा 40 लाख भयो। यो हो, यो 40 लाखको गुम्बा यही हो। हिजो माथि छतको सेटिङ गरेर राखेछ। आज चाहिँ नि हामीले त्यहाँ फलामहरू राखेर भोलितिर चाहिँ त्यो पनि ढलान गर्नु पर्ला है साथी हो। ल यही हो। अहिले यहाँतिरको पहिले यहाँ जमुकुट्टी थियो, भुइँजलाले कराकपुर भत्काइदियो। तलतिर भन्सारको घरहरू छ, तर यो बन्न सकेको छैन। त्यत्तिको प्लास्टिक र थोत्रो जस्तोमै बसिरहेको छ है। लसो फ्याबुल्जी नमस्कार। आज चाहिँ यहाँ यति मात्र है साथी हो।